यो प्रदीप गेवाली भन्ने मान्छे, यहाँ फोटो पनि हालिदिएको छु, उनले के भनेको छन् यहाँ पनि मैले राखेको छु। चुनाव नभइकन चुनावमा धाँधली हुन सुरु गरिसक्यो भनेर यिनले पनि बोलेछन् है। यिनी अब एमालेभित्रको अलिकति बौद्धिक, अलिकति शालीन, तर्क गर्न सक्ने नेताको रूपमा यिनको छवि छ, तर म त्यो मान्दिनँ होइन। यिनलाई लगभग त्यही राजनीति गर्न आउँछ, राजनीतिक भाषा बोल्न आउँछ, त्यो बाहेक न यिनीसँग आइडिया छ, न यिनीसँग नलेज छ। यिनीसँग नलेज के छ भन्दाखेरि राजनीति कसरी गर्ने भन्ने कुराको नलेज यिनीसँग भरपुर छ। मिडियामा कसरी बोल्ने त्यसको बारेमा यिनलाई भयङ्कर ज्ञान छ होइन। अर्को पार्टीले भनेको कुरालाई कसरी काउन्टर एट्याक हान्ने त्यसको बारेमा पनि यिनीसँग बहुत ज्ञान छ। यिनीसँग नभएको भनेको देश कसरी बनाउने भन्ने नलेज यिनीमा छैन होइन। साइन्स भनेको के हो यिनलाई थाहा छैन। ग्लोबल डिजिटलाइज भइसक्यो भन्ने कुरा यिनलाई भन्यो भने कसरी भयो भन्लान् होइन। त्यस कारणले गर्दाखेरि यिनमा देशलाई कुन तरिकाले चाहिँ विकास गर्नुपर्छ भन्ने किसिमको नलेज यिनीमा छैन। यिनले गर्ने विकास भनेको 2050 सालतिरको विकास हो। घर बनाउने, पुल बनाउने, बाटो बनाउने, त्यो विकास यिनको लागि विकास हो। यिनले के भनेछन्, चुनाव हुनु अगाडि नै घुसपेट भयो, विदेशमा बसेका छोराछोरीले आफ्ना आमा बाबुलाई ब्ल्याकमेल गरे, त्यो चाहिँ घुसपेट हो, त्यो धाँधली हो भनेर भने होइन। यस्ता त छन् नेता होइन। यिनलाई छोराछोरीले आफ्ना आमा बाबुलाई सम्झाएका, अब छोराछोरीले आमा बाबुलाई सम्झाउने बेला भइसक्यो नि त। उनीहरूले सम्झाएका सही के हो गलत के हो होइन। हामी गलत धेरै भएको भएर हामी विदेशमा छौँ, अब त्यो गलतलाई सच्याउनुहोस्, भोट सही ठाउँमा हाल्नुहोस् भनेर सम्झाएको भिडियोहरू छ्यापछ्याप्दी आयो सोसियल मिडियामा। यिनलाई टाउको दुख्यो, यिनले ब्ल्याकमेलको संज्ञा दिए त्यसलाई। ब्ल्याकमेल भयो, ब्ल्याकमेलै सही होइन। तर भोट भनेको घन्टीमै हाल्ने हो, घन्टीमा हाल्न सकिँदैन भने नयाँमा हाल्ने हो, नयाँलाई हाल्नुहोस्, त्यति भन्छु। थ्याङ्क यू।